हाई गाइज वेलकम टु माई युट्युब च्यानल। सबैजनाले मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म कहाँ छु भन्दाखेरि तपाईँले देखिसक्नुभयो होला, आज चाहिँ म गोल खेल्ने ग्राउन्डमा छु। सो आजको गेम चाहिँ हुन लागिरहेको छ। सो यो गेममा चाहिँ विशेष गरी मेरो छोराको गेम हुन आँटेको छ नि त। सो म चाहिँ यहाँनिर घाममा भए पनि म यहाँनिर आएको छु, घाम भएर पनि। अनि यहाँनिर गेम खेल्नको लागि स्टार्ट भइसकेको छ। यसलाई चाहिँ एकछिनमा खेलाउने, सेकेन्ड हाफमा खेलाउने भनेर यहाँ राखिरहेछ। सो हाम्रो यो चिनारी स्कुल बोर्डिङको टिमहरू यहाँ बसिरहेछ। विशेष गरी बच्चाहरूसँग म चाहिँ इन्जोय गरिरहेको थिएँ। अनि यहाँनिर सबैजना हुनुहुन्थ्यो, नानीहरू, टिचर्सहरू पनि हुनुहुन्थ्यो। सो गेम भइरहेछ, गोल कसले खाइरहेछ यो चाहिँ तपाईँहरूले कमेन्टमा भन्नु होला। म तपाईँहरूलाई कमेन्टमा भन्दैछु, किनभने मैले चाहिँ खिचिनँ क्या, मलाई हेर्नुको सुरुले। अनि सुरुदेखि हेर्नु होला। अनि मेरो छोरा चाहिँ यो 12 नम्बरको जर्सी लगाएर उभिरहेछ। अनि मलाई चाहिँ एकदमै खुसी लागिरहेछ, किनभने आफ्नो छोराछोरी यसरी गोल खेल्दाखेरि एकदमै खुसी लाग्ने रहेछ क्या। मलाई पनि इन्ट्रेस्ट थियो पहिला होइन गोल खेल्ने, तर मेरो छोरा पनि खेल्ने भइसकेछ होइन। सो आइ एम भेरी प्राउड होइन, एकदमै खुसी लाग्छ। सानै उमेरमा बच्चा पाइयो अनि यसरी छोराछोरीले खेल्दाखेरि चाहिँ एकदमै ओहो खुसी लाग्दो रहेछ होइन। अब खुसीको त कुरै नगरौँ, आइ एम भेरी एक्साइटेड। यहाँनिर पानी खाँदैछ। अब चाहिँ यो खेल्नलाई टाइम पर्खिरहेछ, हाफ टाइम भइरहेछ। सो सबैजना यहाँ बसिरहेछ। म यहाँ बच्चाहरूलाई जिस्काउँदैछु, किनभने हामी चाहिँ दर्शक बिन हो नि त। ल ओइ त्यहाँ समीर, त्यहाँ 4 गोल घुराइदिए अनि मात्र आइज नि, फेरि कुटा खान्छस् भरे उनीहरू भरे कुटा खान्छस् घर, फेरि सेकमा खाँदैनस् नि ब्ल्याकमा होइन, कुटा पनि दिन्छु फेरि म त। अब हाफ टाइम अब गेम स्टार्ट भयो। सेकेन्ड हाफ फर्स्ट अब सेकेन्ड हाफ हो। ध्यान प्र्याक्टिस हान्दैन हाम्रो गोलले एक गोल खाइहाल्यो। अनि यहाँ त फेरि आयो Thank you for watching my video. Love you all.